हेलो गाइस, यो भिडियोमा दुईटा मिम छ। यो मिमहरु हेरौँ र फन्नी कमेन्ट पढौँ है त। कसले भन हर्क साङपाङ पास्टर भनेर? तुमलाई पढाउने मास्टर हो। हर्का साम्पङ भनेको एकदम राम्रो मान्छे हो, इमानदार हो, तामाङको छोरा हो, उले गर्छ। तो चलिए शुरू करते हैं। मास्टर चाहिँ होइन, बास्टर चाहिँ हो। हर्के तामाङको छोरो हो रे। हर्के प्रधानमन्त्री बन्नु र कलौटे महानायक बन्नु उस्ता उस्तै हो। पास्टरको हालत। यस्तै भिडियोहरु चाहिएमा लाइक, शेयर र फलो गरिदिनु होला है सबैले। थ्यांक्स फर वाचिङ।